ल है साथीहरू आज मैले मेरो बुढो फुलेर ह्यान्डसम गराउनु पर्यो है। सबैले 60 वर्ष कुन भयो कि त भन्छन्, म चाहिँ 30 वर्षको बनाइदिनु पर्यो। हुँदैन हौ, गाह्रो छ। हुन्छ यस्तो फुलेर सबैले बुढो भन्न लाए, त्यही भएर म केटा बनाइदिन्छु है। अलि थोरै थोरै अगाडि मात्रै नि पछाडि पनि ल्याइने। फुलियो कपाल कहाँ छ, जाँदा छ यता कतै छ, कोही छैन खालि बोरी यता फुले। यति भएछ त, फेरि अरू पछि नलाग्नु नि। फेरि म जस्तो दुःख गरेर ह्यान्डसम गराउने, फेरि अन्त हेर्दै जाउँला। आँखा साँखा फेरि निकालेर भुइँमा बसाउनु नपरोस्, त्यही कुरा थाहा छ। यता लाइन पर्यो यो फुल्या देख्यो भने केटी हेरेन के खै पर्दैन। भयो एकदम ह्यान्डसम, कति राम्रो ह्यान्डसम भन्छ मान्छे। यहाँ पर्दैन, त्यहाँ झन् सेक्तै छ म लाग्छ है। अब हामी पनि के होइन लानु पऱ्यो नि त हौ। मलाई त थोरै पुग्छ क्या हो। ल यो मेहन्दी लाएर यति भएछ त चट्ट यसो आँखा मारिहाल्छन् कि कसैले। आँखाको लाइन मार्छन्। अरे मोटा हरियो काँक्रो भने यही होला नि है साथीहरू। अलिअलि फुल्न थाले यता यतातिर, यहाँबाट फुल्न सुरु गर्ने रहेछ कि यतातिर फेरि केही भएन, फुलेको छैन यता यता। बुढो भएपछि पनि नक्कल पार्नु मन लाग्ने रहेछ त होइन। भयो यति भयो, 1.5 महिनालाई ढुक्क हुन्छ।